फोन गरेर ग्यास चामल त अर्डर गरिरहनु भएको नै छ, तर यो भिडियोमा हामी कल टु राइसमा कसरी अनलाइन मूल्य हेर्दै आफै अर्डर गर्ने भन्ने बारेमा हेर्छौँ। सबैभन्दा पहिला तपाईँले कल टु राइस एप्स डाउनलोड गर्नुहोला र यदि तपाईँहरूले कल टु राइस एप्स डाउनलोड गर्नुभएको छैन भने इन्टरनेट ब्राउजरमा जानुहोला। यहाँ मैले क्रोम खोलेँ। क्रोममा गइसके पछाडि यसमा मैले www.call2rice.com यो गरिसके पछाडि एउटा वेबसाइट खोलिन्छ। कल टु राइसको वेबसाइट खुलेको छ। यसरी यो वेबसाइट खुलिसके पछाडि सबैभन्दा माथि एउटा कल टु राइस एप्स डाउनलोड भनेर देख्नु भएको छ। यो डाउनलोडमा यदि तपाईँहरू एन्ड्रोइड प्रयोगकर्ता हुनुहुन्छ भने तपाईँहरूको लागि चाहिँ यो एप्स रहेको छ, र यदि तपाईँहरू iOS एप्पलको प्रोडक्ट चलाउनुहुन्छ भने तपाईँहरूले चाहिँ वेबसाइटबाट नै खरिद गर्नुपर्ने हुन्छ। एन्ड्रोइडको लागि मैले यहाँ डाउनलोड भन्नेमा गएँ। डाउनलोड भन्नेमा गइसके पछाडि हामी गुगल प्ले स्टोरमा पुग्छौँ। यहाँ अलरेडी मैले डाउनलोड गरिसकेको भएर यहाँ ओपन भन्ने बटन देखिएको छ, अनि मैले यसलाई ओपन गरेँ। ओपन गरिसके पछाडि हाम्रो यो एप्स खुलेको छ। यहाँ माथिपट्टि सुरुमा तपाईँले नम्बर देख्न सक्नुहुन्छ। कुनै सहयोग चाहिएमा, हेल्पलाइन चाहिएमा तपाईँले यसमा सिधै कल गर्न सक्नुहुन्छ। 9765944401 यसमा तपाईँले कल गरेर कुनै पनि सहयोग लिन सक्नुहुन्छ, अनि तपाईँले अर्डर पनि गर्न सक्नुहुन्छ त्यही नम्बरमा कल गरेर। अनि त्यस पछाडि तपाईँले अनलाइनमा हामीसँग कुराकानी गर्नको लागि यहाँ वाट्सएप एउटा बटन देखिएको छ, अनि यसमा तपाईँले क्लिक गरेर हामीसँग च्याटिङ गर्न सक्नुहुन्छ, अनलाइनमा कल कुराकानी गर्न सक्नुहुन्छ। अनि यहाँ धेरै प्रोडक्टहरू देखिएको छ, ग्यास देखिएको छ, चिनी, दाल, साबुन, तेल लगायतका, अनि चामलको धेरै भेराइटीहरू यसरी देखिएको छ। यसमा तपाईँले चामल हेर्दै, मूल्य हेर्दै र चामलको ओरिजिनल फोटोहरू हामीले यसरी लगाएका छौँ यसमा, अनि तपाईँले यो हेर्दै यसरी अर्डर गर्न सक्नुहुन्छ। जस्तो यो दाङको लोकल चामल यसरी तपाईँले जुम गरेर पनि हेर्न सक्नुहुन्छ, ठुलो बनाएर यसरी ठुलो बनाएर तपाईँले यो चामल कस्तो छ, बोराभित्रको चामल कस्तो छ भनेर यसरी तपाईँले हेर्न सक्नुहुन्छ। यो भयो। अनि म तपाईँहरूलाई एउटा अर्डर गरेर पनि देखाउँछु। म तपाईँहरूलाई एउटा मैले ग्यास अर्डर गरेँ, अनि अर्को चाहिँ अहिले धेरैजनाले अर्डर गर्नुहुने चामल चाहिँ यो दाङको लोकल चामल मैले यो अर्डर गरेँ, अनि म चेकआउट गर्दैछु यसलाई है। यसमा चेकआउट गरे पनि हुन्छ, वा कार्टमा चाहिँ 2 भनेर रात देखाएको छ। मेरो त 2वटा आइटम चाहिँ अर्डर भएको कारणले गर्दाखेरि यो 2 देखाएको छ, अनि मैले यो कार्टमा यसरी गइसके पछाडि यहाँबाट मैले मेरो प्रोडक्टहरूलाई घटाउन र बढाउन सक्छु। जस्तो मैले यो बङ्गाली चामललाई एउटा गरेको थिएँ, यसलाई मैले बढाएर 2टा गरेँ। 2टा गर्ने बित्तिकै यहाँ मेरो बिल पनि चेन्ज भएको छ, अनि मेरो बिल बनेको छ 5950, अनि तलपट्टि तपाईँको देखेको छ 20 मिनटभित्रमा डेलिभरी हुन्छ भनेको छ। अनि अर्को चाहिँ लोयल्टी पोइन्ट पनि पाएको छु मैले 59.5 रुपियाँ चाहिँ मैले लोयल्टी पोइन्ट पाएको छु। यो लोयल्टी पोइन्ट चाहिँ मैले नेक्स्ट अर्डर गर्दाखेरि यही लोयल्टी पोइन्ट बराबरको मैले डिस्काउन्ट पाउँछु है त। अनि मैले यसलाई कन्टिन्यू गरेँ। कन्टिन्यू गरिसके पछाडि यहाँ मैले मेरो डिटेलहरू हालेँ। ओके, अटोमेटिक यहाँ पहिल्यै भाइहरूले हालेको आएको रहेछ। मैले यसलाई नै एक्सेप्ट गरेँ, अनि यसलाई नै गरेँ। कन्ट्रीमा अलरेडी नेपाल सिलेक्ट भइराखेको हुन्छ, अनि यसमा एड्रेसमा मैले राखेँ मालेपाटन, PATAN मालेपाटन। सिटीमा तपाईँले POKHARA पोखरा, ओके, मालेपाटन पोखरा हाले पछाडि मैले यसलाई कन्टिन्यू गरेँ। कन्टिन्यू गरिसकेपछि मैले प्लेस अर्डर गरेँ। यसलाई प्लेस अर्डर गरिसके पछाडि मेरो अर्डर चाहिँ सक्सेसफुली गइसकेको छ, र यतापट्टि अनलाइनमा अर्डर पनि आइसकेको छ। अब यो मेरो अर्डर कहाँ पुग्यो, के हुँदैछ, अर्डर तपाईँको रिसिभ भयो कि भएन, आउँदैछ कि के गर्दैछ भनेर हेर्नले तपाईँले यहीँबाट ट्र्याक गर्न सक्नुहुन्छ। यसरी म यहाँ ट्र्याक अर्डरमा गएँ। ट्र्याक अर्डर गइसके पछाडि मैले 4:35मा मैले अर्डर गरेको थिएँ। अब 4:35मा गइसके पछाडि अर्डर पेन्डिङ भन्ने देखाइरहेको छ। अब हामीले यहाँबाट एक्सेप्ट गरिसके पछाडि अर्डर कन्फर्म भन्ने आएको छ। 4:36मा तपाईँको अर्डर चाहिँ कन्फर्म भएको छ भनेर आएको छ।
अनि कन्फर्म भइसके पछाडि अब लोड भएर चाहिँ हिँड्यो कि हिँडेन भनेर चाहिँ यहाँ देखिएको छ। अब यहाँ हामीले लोड भइसक्यो भनेर यहाँबाट टिक लगाइसकेपछि त्यहाँ तपाईँको लोड पनि भइसक्यो अनि बाटोमा छ आउँदैछ भन्ने देखाउँछ। अनि त्यसपछि तपाईँको यो डेलिभरी पेन्डिङ देखाइरहेको छ। यहाँबाट हामीले डेलिभरी भइसके पछाडि अनि हामीले यहाँ डेलिभरी भयो भनेर चेक लगाइसके पछाडि तपाईँको त्यहाँ डेलिभरी भयो भनेर यसरी तपाईँले देख्न सक्नुहुन्छ है। तपाईँको